हेलो एभ्रिवान। बागमती प्रदेशले 2081 साल 2 महिना 19 गते सोधेको प्रश्नपत्रमा क्वेशन नम्बर 1 रहेको छ। नेपालको सरदर उत्तर दक्षिण औसत लम्बाइ कति छ? नेपालको सरदर उत्तर दक्षिण औसत लम्बाइ 193 किलोमिटर रहेको छ। क्वेशन नम्बर 2 रहेको छ। राणाकालमा नेपाललाई कति भागमा विभाजन गरिएको थियो? राणाकालमा नेपाललाई 35 भागमा विभाजन गरिएको थियो। क्वेशन नम्बर 3 रहेको छ। भिटामिन डी को कमी को कारणले तलक मध्ये कुन लक्षण देखा पर्दैन? यसको सही आन्सर हुन्छ टाउको दुख्ने। क्वेशन नम्बर 4 रहेको छ। युएनओको महासचिवहरूमध्ये नेपाल भ्रमण गर्ने दक्षिण एसियाबाट वान की मुन दक्षिण कोरियाको हुन् भन्ने उद्धान्त कुन देशकी हुन् भन्यो भने यसको सही आन्सर हुन्छ म्यानमार। वान की मुन चाहिँ कहाँको थिइन्? म्यानमारको। क्वेशन नम्बर 5 रहेको छ। एमसीसी नेपालमा कहिले लागू भयो? एमसीसी चाहिँ नेपालमा 2023 फेब्रुअरी 27 मा लागू भएको थियो। क्वेशन नम्बर 6 रहेको छ। सवारी साधन प्रमाणपत्रको अधिकार कुन भित्र पर्दछ? सवारी साधन प्रमाणपत्रको अधिकार संघ प्रदेश र स्थानीय तीनटैमा पर्छ। क्वेशन नम्बर 7 रहेको छ। तलका मध्ये कुन कार्य गर्दा सरकारले जनतासँग सोध्नु वा परामर्श लिनु पर्दछ? सार्वजनिक जनताको हितको काम गर्दा सरकारले जनतासँग सोधपुछ वा परामर्श लिनु पर्दछ। क्वेशन नम्बर 8 रहेको छ। Which among of the following is not greenhouse gas? ग्रीनहाउस ग्यास कुन होइन भन्यो भने ग्रीनहाउस ग्यास चाहिँ हाम्रो कार्बन मोनोअक्साइड होइन। क्वेशन नम्बर 9 रहेको छ। बागमती प्रदेशले कर्मचारी दरबन्दी माग गर्दा जम्मा 100% लाई 45% छुट्याएको मध्ये दलितको दरबन्दीको लागि कति प्रतिशत छुट्याएको छ? दलितको दरबन्दीको लागि 9% छुट्याएको छ। बागमती प्रदेशमा दरबन्दी पद पूर्ति गर्दा खाली पदहरूको बारेमा कति दिनभित्र किताबखानामा उजुरी दिनुपर्दछ? खाली पदको लागि किताबखानामा उजुरी दिने म्याद कति हो? 1 महिनाभित्र। क्वेशन नम्बर 11 रहेको छ। बागमती प्रदेश सुशासन ऐन अनुसार कति दफामा नागरिक बडापत्र राख्नुपर्ने व्यवस्था मिलाइएको छ? यसको सही आन्सर हुन्छ दफा 25। बागमती प्रदेशले दफा 25 मा नागरिक बडापत्र राख्ने ऐन रहेको छ। क्वेशन नम्बर 12 रहेको छ। सरकारी कार्यालयमा जम्मा कतिवटा मलेप फारम हुन्छन्? सरकारी कार्यालयमा जम्मा 184 वटा मलेप फारम हुन्छन्। टु फ्याक्टर थ्योरी अनुसार तलका मध्ये मोटिभेसन फ्याक्टरमा कुन पर्दैन? मोटिभेसन फ्याक्टरमा हाम्रो टु फ्याक्टर थ्योरी अनुसार चाहिँ स्यालेरी पर्दैन। क्वेशन नम्बर 14 रहेको छ। व्हिच अफ द फलोइङ इज द प्राइमरी फंक्सन अफ द इथिक्स? प्राइमरी फंक्सन अफ इथिक्स भनेको प्रिन्सिपल एन्ड गुड वर्क्स। यसको सही आन्सर हुन्छ अप्सन बी। अप्सन सी। राम्रो चिठी पत्रमा तलका मध्ये कुन पर्दैन? राम्रो चिठी पत्रमा चाहिँ शुद्धता पर्छ, मितव्ययिता पर्छ भने अनौपचारिकता चाहिँ पर्दैन। आर्थिक वर्ष 2080-81 को कुल बजेट कति थियो? यो चाहिँ आर्थिक वर्षको चाहिँ 17 खर्ब 51 अर्ब 31 करोड। कम्प्लिट द सिरिज एक्स वाई एडब्ल्युएस टिक्युएन यो जुन छ यो चाहिँ जीके बाट क्वेशन हो। यो क्वेशन प्र्याक्टिस गर्न सकिन्छ मजाले।
क्वेसन नम्बर 19 रहेको छ ए क्यान डु अ वर्क इन 15 days and B in 20 days if they work on it together for 4 days, then fraction of work that is left is, यो सही आन्सर हुन्छ 8/15। जीके आईक्यू बाट क्वेसन हो, यो पनि आईक्यू को क्वेसन हो। इन अ सर्टेन कोड, यो पनि हाम्रो कार इज रिटन 22, बस रिटन 24, देन बाइक रिटन 72। यो जीके को क्वेसन, आईक्यू को क्वेसन। Fill in the blanks with correct option from the choice given in the given sentence. At the moment, I. यसको सही आन्सर हुन्छ I am writing. I सँग is am are को प्रयोग गर्नुपर्ने हुन्छ। Choose incorrect sentence from the given option. Incorrect कुन छ भन्यो भने यो मध्ये incorrect. I doubt she passed the exam. She will pass, she passes, she is going to pass the exam. यो सबै सही छ, सबभन्दा अप्सन ए चाहिँ हो। तलको मध्ये शुद्ध सँग लेखेको कुन छ? यसको सही आन्सर हुन्छ शिक्षाविद। तलको मध्ये शुद्ध सँग लेखेको विकल्प छान्नुहोस्। यसको सही आन्सर हुन्छ बहिनी, बँदेल, बडहर। Question number 26. The product of mass and velocity is called momentum. The ratio of M25 grade of concrete is 1:1.5. M20 को 1.5 हुन्छ। यसको सही आन्सर हुन्छ 1:1:2 M25 को। The specific weight of water 1000 kg per meter cube is taken as at 4 degrees Celsius of temperature 760 mm of Hg at mean sea level. यसको सही आन्सर हुन्छ all of the above. The upper layer of ground above which pavement rest is called. pavement जहाँ रेस्ट गर्छ त्यसलाई के भन्छ? सबग्रेड। septic tank is component of. septic tank हाम्रो के हो? on site sanitation. The lowermost part of building which transfer load from superstructure to subsoil is called as foundation. The point of non-elevation is called as benchmark. The plasticizer in cement concrete work as reduce the water content in concrete. Plasticizer को काम के हो? To reduce water content. Slate stone is a metamorphic rock. सेल बाट के हुन्छ? सिलेट भनेपछि सिलेट के हो? मेटामोर्फिक। सोइल इज derived from. सोइल हाम्रो कहाँबाट हुन्छ? इग्नियस रक, सेडिमेन्टरी रक, मेटामोर्फिक रक। सोइल चाहिँ हाम्रो सबैबाट डेराइभ गरिन्छ। ग्राभेल भन्यो भने फेरि सेडिमेन्टरी मात्रै हुन्छ। क्वेसन नम्बर 36. ग्राभेल एन्ड स्यान्ड बिलोङ्स टु व्हिच सोइल? ग्राभेल र स्यान्ड हाम्रो के हो? कोहेजनलेस सोइल। यसको सही आन्सर हुन्छ कोहेजनलेस सोइल। Which is the function of lateral tie in RCC structure? RCC structure में lateral tie को काम के हो? To resist shear. tie को काम shear resist गर्ने। The per capita demand of water is taken as. per capita demand water कसरी लेखिन्छ भने per liter per person per day. If the canal water flow over the drainage, it is called aqueduct. Which of the following irrigation system has more application efficiency? More application efficiency हाम्रो कुनसँग हुन्छ? ड्रिप इरिगेसन। तर more application efficiency with pressure भन्यो भने कुन हुन्छ हाम्रो? स्प्रिङ्कलर। Lowermost layer of a road component is called subgrade. The earliest method in construction management is bar chart. Two columns are connected by a beam is called strap beam.
Swelling is measured in meter square. Current meter is used to determine velocity. Apron is used for loading and unloading passenger. The instrument theodolite is used for measuring horizontal and vertical angle. The vertical member outside of the shutter is called stile. The wall constructed to retain the earth from slippage on the hillside of the roadway is called breast wall. The process of calculating amount of material, labor and equipment for a unit of work together with overhead and profit for the contractor is called rate analysis. यो थियो बागमती प्रदेशले अघिल्लो वर्ष सोधेको क्वेशनको सोलुसन र अब नेक्स्टमा चाहिँ हाम्रो यो भन्दा अझै पास्ट क्वेशन सोधेको ल्याउँछौं।